Jangan kata apa tu? ल जुन अब हजुरले अहिले योभन्दा अगाडि हेर्दै हुनुभयो यहाँको दृश्यहरू यो अगाडि माथि देखिराख्नु भएको छ यो सिङपाल डाँडा भन्ने चाहिँ यही हो यो जुन यो सिङपाल डाँडा जुन हजुरले देखिराख्नु भएको छ माथि यता पनि यतापट्टि देखिराख्नु भएको छ यो रामपुर डाँडा है ठिक यो है यो पोहरी लेक डाँडा उ त्यो माथिको बिचको डाँडा त्यो उता पछाडिको एकदम यो पछाडि जुन सानो डाँडा देखिराख्नु भएको छ बिचबाट त्यो चाहिँ पोहरी डाँडा भन्नुभयो पोहरी डाँडा अब यो रामपुर डाँडा यो भयो यहाँ चाहिँ प्रायः त गोकुलेको चेलीहरू यहाँ आइपुगेको छ भने यहाँको चेलीहरू पनि गोकुलेमा पुगेको छ र त्यसरी यो हजुर यो अगाडिको दारी गाउँ ए दारी गाउँ त्यही हो जुन अगाडि यो देखिराख्नु भएको छ हजुरले यहाँ अगाडि जुन यो बस्ती हो यो चाहिँ दारी गाउँ हो यहाँ चाहिँ गोकुलेको चेलीहरू आएको गाउँ यो हो अरे होइन र यसरी चाहिँ यहाँ एकदमै राम्रो दृश्यहरू जुन हजुरले चाहिँ अवलोकन गरिराख्नु भएको छ र यतापट्टि अघि हामी आएको यताबाट हो यो कोखाजर खोला यो हुँदै कट्दै यसरी आएको छ यो अगाडि तल देखिराख्नु भएको छ यसरी चाहिँ हामी आएका छौँ है अहिले चाहिँ यो तुवालो परेर यो भएको छ यस्तो छ है यहाँको बस्तीहरू चाहिँ यस्तो छ एकदमै रमाइलो लागिरहेको छ म चाहिँ पहिलोचोटि आउँदैछु यहाँ धेरै खुसी लागेको छ यहाँ चाहिँ हाम्रो यो पारिपट्टि देखिराख्नु भएको छ यहाँ चाहिँ पारिपट्टि चाहिँ हाम्रो पानबहादुर सिजाली मगरज्यू मामाको जुन पुरानो घर यहाँ यो अगाडि देखेको जुन डाँडाहरू छ त्यहाँनिर चाहिँ त्यो छ अब हामी चाहिँ अहिले यहाँ बाइकहरू यहाँ राखेर हामी फेरि यहाँबाट हामी माथि जाँदैछौँ त्यसले गर्दा अहिले चाहिँ मैले हजुरलाई यो थोरै अपलोड गर्न गराएँ र हजुरबाट फेरि म पनि बिदा हुन चाहन्छु भवतु सब मङ्गलम।